In the hills of Kalimpong, water is becoming harder to find. For many families here, a few fragile springs are all they have left. अहिले हामी सबै एग्रिकल्चर डिपार्टको पानी नै त खाँदैछौँ। पानी कमी छ नि कति जग्गा कमी छ नि मुनि फेदमा त कहाँ छ त मुनि ठाउँमा त पुगेको छैन नि यो पानी। जब माथिलाई चाहिँ ठिकै थियो। त्यही हो अब सोच त अब हामीले कहीँबाट नि ल्याउन सकेन। बोरेर खाँदैछ बिचराहरू कोही बेला अब अर्का गाउँबाट ल्याउनु पर्दैछ। फेदलाई त साह्रो छ नि पानीको लागि। The community has tried to find solutions wherever they can. जस्तै बल्ल ल्याएको थियो होइन त्यो पनि पुलले कता खोलाको पानी ल्याएको त्यो पनि बन्द भइरहेको छ। के पानी अरे त्यो त्यही त लक भइरहेको छ। अन्त कहाँबाट ल्याउनु? But people here know that water and forests are deeply connected and they have decided to work on it. जङ्गल भए पनि त सब कुरा भयो। यहाँ पानी उम्रिनु सक्ला है पानीको खाँचो छ यस्तो सुक्खा जग्गामा। That is why plantation work has begun on land that was once barren. र यो त्यसै त हावामै त जङ्गल बस्नु पाएन नि त। यो त बेकार थियो। यहाँ चितुवा कुन केहरू पाली हिँड्नु मात्रै थियो। तर यो चाहिँ राम्रो गर्यो। यसरी बसिरहनु भन्दा एउटा बेकारी समस्या हल चाहिँ भयो। काम गरिन्जेलसम्म त भयो नि त। पेड त हुनै पर्छ। रुख त लाउनै पर्यो नि। रुखहरू होस् चाहे अब यस्तो गहिरी खाइरीमा चाहिँ आफै नै त्यो पानी उब्जिने एउटा तरिका हुन्छ र चाहिँ त्यो ठाउँबाट चाहिँ एकअर्कालाई पनि खानु सकिन्छ। For Purna Rai and his community, planting trees is not just about restoring forests. It's about bringing water back to the hills.